नमस्ते सबैलाई, म इन्द्रल जसलाई आफ्नो जिन्दगीदेखि दिक्क लागिरहेछ यो भिडियो हेर्नु होला है कृपया। जो मान्छे पनि भन्छ मेरो जिन्दगी खतम छ, मेरो जिन्दगी त मलाई बाँचेर फाइदा छैन भनेर यताउता धेरै कुराहरू आजकल धेरै यस्ता केटा र केटीको मनमा यस्तो कुरा खेलेका हुन्छन्। दुःख भन्ने के हो? आजभन्दा 20-25 साल पहिलाको मान्छेलाई थाहा छ दुःख भन्ने के हो। केही नभए पनि चामल र गहुँ कुटाउनको लागि 40-50 किलोमिटर हिँडेर कानमा हालेर गहुँ कुटाउन जान्थे। अहिले त सब सुविधा आइसक्यो। जिन्दगी के हो भनेपछि म पनि एउटा गरिब घरको छोरा हो। मलाई गरिब घरको छोरा भए पनि मेरो आमा बुवाले मलाई केही कमी गरेन र स्कुल पढायो, सबै पढायो। आफ्नो मनले पढ्न खोजेको होइन, मैले भागेर म इन्डिया गएँ। अनि अर्को कुरा के हो भन्दाखेरि म पनि अनपढ मान्छे हो, तर इन्डियामा आएर हेर्छु जो पनि राजनीतिमा आउँछ उ गर्छ, जो पनि आफ्नो गर्छ। जिन्दगीमा केही गर्न नसके पनि देशलाई भ्रष्टाचार गर्ने र देशलाई लुट्न खोज्ने मुजीको माथि हल्ला गर्ने हो, म चाहिँ आवाज उठाउने हो केही नभए पनि। भोलिका आउने पिँढीले त भनोस् नि यो मान्छेले त आवाज उठाएको हो भनेर। किनभने चाहिँ आउने पिँढीलाई पनि हामीलाई त जे हाम्रो जिन्दगी अब केही छैन भनौँ, अब ठिकै छ त्यही पनि। आउने पिँढीलाई त यस्तो नलागोस् कि हाम्रोभन्दा अगाडिको पुस्ताले के गरे यी मान्छेहरूले डुबायो हाम्रो देश भनेर। जो आउने पुस्ताहरू छन् उनीहरूलाई यस्तो अप्ठ्यारो हुनेवाला छ नि अहिले हामीले नबोलेपछि। त्यसैले म पढे लेखेको छैन, त्यही पनि जहाँ गलत हुन्छ त्यहाँ बोल्छु, यहाँ मर्नु पऱ्यो पनि बाँच्नु पऱ्यो पनि बोल्ने हो। जय नेपाल।